यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुता स्तुन्वन्ति दिव्यैस्तवैर्वेदे साङ्गपदक्रमो मनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलबभू शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुगं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानि भगवती देव्यै नमः। अथ अष्टाविंशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ याज्ञस्ति मुनि ध्यानपूर्वक सुन। चन्द्रावती पुत्र वधुले आफ्नो कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्णन गरेको सुनि मनमनै अत्यन्त प्रसन्न भएकी गोमा ब्राह्मणीले हे श्री स्वस्थानी जगदीश्वरी भनी हृदयले सम्झिँदै अञ्जली जोरी भन्न लागिन्, हे चन्द्रावती बुहारी, तिमी धन्य रहेछौ। त्यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी श्री स्वस्थानीको भक्ति गर्न सक्ने तिमी धन्य हौ। अब म पनि आफूले दुःख पाएको र उनी ईश्वरीको करुणाले यस अवस्थामा आइपुगेको यथार्थ वर्णन गर्दछु। सुन, तिम्रो पति नवराज आफ्ना पिताको खोजी गर्न हिँडेपछि तिमी पनि माइत गयौ। घरमा म एक्लै हुनाले अर्काको ढिकी जाँतो गरी धागो काटी अनेक दुःख सहेर दिन बिताइरहेकी थिएँ। संयोगले एक दिन सप्त ऋषिहरू आएर मैले दुःख पाएको जानी ठुलो करुणा गरी, हे गोमा ब्राह्मणी, श्री स्वस्थानी परमेश्वरीको व्रत गर, तिम्रो सबै कष्ट नाश होला भनेर व्रतको विधान समेत बताइ गए। ती ऋषिहरूको आतिथ्यता गर्न घरमा केही पनि थिएन र चर्खामा रहेको धागोको पान लिन गएँ। म पान लिएर आउँदा ऋषिहरू गइसकेछन्। उनीहरू बसेको पिरुका मुनि 7वटा सुनुखा कौडी छाडेर गएका रहेछन् र मैले पाएँ त्यही द्रव्यले सबै सामग्री तयार पारेर पौष शुक्ल पूर्णिमाको दिनदेखि श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गरेँ। अनि महिना दिन अर्थात् माघ शुक्ल पूर्णिमाको दिन व्रत पूर्ण गरी प्रसाद झिकेर श्री स्वस्थानी परमेश्वरीलाई मनले बारम्बार सम्झिरहेर राति जागरामा बसेँ। ईश्वरीको कृपाले त्यही राति तिम्रो स्वामी नवराज आइपुगेर उसले मलाई बाहिरबाट डाकेको सुनेर तत्काल बाहिर आए। डाकेर भित्र लगेँ अनि खान पिन दिई, हे नवराज, तेरा पिताको के समाचार छ भनी सोधेँ र तेरो स्वामी नवराजले मलाई भन्यो, हे माता, मेरा पिता भिक्षा माग्न गएका त गण्डकीको गङ्गा तटमा पुगेर नित्य पूजा गर्न फलफुल मागेछन् अनि फलफुल टिप्न वृक्षमा चढेका त सम्मेगले त्यो वृक्षको हाँगो भाँची लडेर मरेछन्। यति नवराजले भनेको सुनि म शोक गर्न लागेँ। अनि नवराजले मलाई शोक चिन्ता नगर्नुहोस् भनी बुझाएर, हे माता, आज यति रातिसम्म नसुतेर किन जागराम गरेर बसिरहनु भएको भनी सोध्यो र मैले भने, हे पुत्र,
हे नवराज श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर उनी जगदीश्वरीलाई सम्झेर जागराम गरिरहेकी छु भनी बुझाएँ। अनि प्रातःकाल भयो र नवराज गण्डकी गङ्गा स्नान गर्न गयो। गण्डकी गङ्गाबाट हरिहर प्रकट भएर हे नवराज तेरी माताले श्री स्वस्थानी परमेश्वरीको व्रत गरेकोले हामी प्रसन्न भयौँ। लावण्य देशमा राजा छैनन्, हात्तीलाई राजा रोज्न लगाएको छ, त्यहाँ आउनु, तँलाई हामी अभिषेक दिलाउनेछौँ, राजा हुनेछस् भनी वरदान दिई अन्तर्ध्यान भएछन्। र नवराजले घर आई मलाई सारा वृत्तान्त सुनायो। अनि मैले श्री स्वस्थानी परमेश्वरीको प्रसाद दिए। हे पुत्र नवराज, हरिहरको वरदानले लावण्य देशको राजा बनेस् भनी आशीर्वाद दिएर यहाँ पठाएर उन्नैश्वरीको कृपाले यो ऐश्वर्य पाई सुखी भयौँ। अब पनि बाचुन्जेलसम्म सधैँ श्री स्वस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुख सन्तोष र सम्पत्तिको भोग गरी परलोकमा परम गति कैलाशवास होला। यति उपदेश दिई आफ्नो बितेको यथार्थ वर्णन गरिसकी फेरि अरू पनि अर्थी दिन लागे। तिमी चन्द्रावती र लावण्यवती दुवै बुहारी सुन। जस्तै सूर्यनारायण नभएको दिन र चन्द्रमा नभएको रात उज्यालो वा शोभित हुँदैन, त्यस्तै प्रत्येक मनुष्यको पनि घरमा असल स्वभाव भएकी पत्नी छैन भने त्यसको घर सप्रन्न। अब मेरो वृद्ध अवस्था भयो, तिमी दुवै दिदीबहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नवराज राजाको सेवा चाकरी गरेर बस। यति चन्द्रावती रानीलाई शिक्षा दिई ढिकुडीको साँचो सुम्पिदिन्। अनि चन्द्रावती रानी र लावण्यवती रानीले पनि हे माता, हजुरको तपस्याले हाम्रा स्वामी राजा हुनुभयो, हामी दुवै रानी हुन पायौँ, हजुर धन्य धन्य हुनुहुन्छ भनी आफ्नी सासू गोमा राजमाताका चरणमा दण्डवत प्रणाम गरेर सदैव श्री स्वस्थानी परमेश्वरीको भक्तिमा चित्त लगाई आपसमा मिलेर नवराज राजाको सेवा गरी राज्यको सुख भोग गर्दै आनन्दपूर्वक रहँदा भए। फेरि कुमारजी भन्नुहुन्छ, हे अगस्त्य मुनि, जो मनुष्य श्रद्धा र भक्ति साथ माघ मासको महात्म्य सुन्ला, माघभरि माघ स्नान गर्ला, माघ स्नानका साथै माघभरि विविध वस्तु दान गर्ला, कङ्गालहरूलाई खिचडी खुवाउला र साथसाथै श्री स्वस्थानी परमेश्वरीको व्रत र पूजा आराधना गर्ला, अथवा सम्पूर्ण माघ महात्म्य सहितको श्री स्वस्थानीको कथा सुन्ला अथवा सुनाउला, उनको महिमा लेखिएको वा छापिएको पुस्तक घरमा राख्ला, त्यसका घरमा दुःख दरिद्रताको बास कहिल्यै पनि हुने छैन। आदि इत्यादि नवग्रह सदैव प्रसन्न रहनेछन्, अकाल मृत्यु कहिल्यै पनि हुने छैन, भूत प्रेत पिशाच डाकिनी साकिनी बेताल त्रिदोष आदि रोगको भय हुने छैन, चोर डाका शत्रु अग्नि वनका हिंसक जन्तुको भय हुने छैन र त्यस व्यक्तिका ब्रह्म हत्यादि अनेक घोर पाप नष्ट भई यस लोकमा सुख शान्ति र सम्पत्तिको भोग गरी परलोकमा शिवका पार्षद भई कैलाश पर्वतमा बस्न पाउनेछ। यति कथा स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाएका थिए र सोही कथा यहाँ मैले पनि यथामति विस्तारपूर्वक सुनाएँ। जय जय श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरीय व्रत कथायं गोमा पूर्व वृत्तान्त वर्णनं नाम अष्टाविंशोऽध्याय। नारायण हरि हरि। उपनयतु मङ्गलं वः सकल जगन् मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलिनदल निवेक्षणः कृष्णः। काले वर्षतु प्रजन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणः सन्तु निर्भयाः। अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सधनः सन्तु जीवन्तु शरदां शतं। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र अच्युतोदारकथा प्रसङ्ग। या कुन्देन्दु तुषारहार धवला
या शुभ्रवस्त्राभृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतसङ्गरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसीन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यद् सकलं परस्मै नारायणायेति समर्पयेतद् नारायणायेति समर्पयेतद्। श्री सुस्तानी भगवती माता को जय जय हो।